यो चाहिँ एउटा सामान्य खालको ग्राउन्ड हो साथीहरू, हेर्न सक्नुहुन्छ है। यो गोल हाल्ने त्यो पोस्टमा पनि एकदमै मजाले यस्तो राखिएको छ। अनि यो नेचुरल दुबो होइन, यो चाहिँ आर्टिफिसियल हो है। तर यस्तो राम्ररी यो यति राम्रो छ नि, यति मजाको एडजस्ट भएको छ क्या। अनि यहाँतिर हेर्नुहोस् यो हिँड्ने, यो कस्तो राम्रो छ। बेबीहरू लड्दा पनि त्यति साह्रो दुख्दैन। यतातिर बसेर गेमहरू खेल्ने प्लेस हो, हेर्ने ठाउँ हो। अनि यति राम्रो छ है यो एरिया। अनि सम्झिन्छु क्या, दुःख लाग्छ आफ्नो देशलाई सम्झेर मलाई। हाम्रो चाहिँ कहिले हुन्छ यार, हाम्रो त नेसनल प्ले के भन्छ प्लेस नि यस्तो छैन कि यो गेमको। यो कुनै पनि नेचुरल छैन, सबै आर्टिफिसियल हो। तर यस्तो मजाले बनाएको छ। अनि नगर्दाखेरि असम्भव त छैन नि, हाम्रो पनि सक्नु त सक्छ। बजेटले चाहिँ 100% भ्याउँछ। तर किन अल्झिराखेको छ के, किन गर्दैन? कमसेकम सबै ठाउँ नभए पनि एउटा सामान्य तरिकाको होइन, यो सामान्य हो यो चाहिँ। फेरि अब यसको नेसनल स्तरमा खेलाउने ठाउँमा चाहिँ कस्तो होला। तर सक्ने चाहिँ हाम्रो देशले पनि सक्ने हो। पैसै मात्र खाएर बस्छ। यसो केही गर्नु पर्यो नेताहरूले मात्र नभएर पनि, अनि अरूले पनि यसो फोर्स दिनु पर्यो। जस्तै खेलकुद मन्त्रीले खेलकुदको क्षेत्रमा खालि त्यही पदको मात्रै चाहिँ मन्त्री नहुनु होला है। सबैजनालाई अनुरोध छ। धन्यवाद।